मतलब यो दुनियाँमा कसैले तिमीलाई बुझोस् भन्ने आश नराख्नु। बस सधैँ आफूले आफूलाई बुझ्ने प्रयास गर्नु है साथी तिमी। परिस्थिति अनुसार साथ दिने मान्छे रोजेको थिएँ जस्तो लाग्थ्यो, तर तिमी त आफ्नो मोड अनुसार व्यवहार गर्ने पो रहेछौ माया। नबुझ्नेलाई हो बुझाउने, तर बुझेर पनि नबुझे जस्तो गर्नेलाई त कहाँ बुझाउन सकिने रहेछ र। अनि पीडाको कुरै नगर न साथी, जसले दियो नि एकदमै मन भरिने गरी दियो। खै कस्तो माया खोजेको थियौ थाहै भएन, यति धेरै मरिहत्ते गर्दा पनि नबुझ्ने। तिम्रो रुखो व्यवहारले हरेक दिन मन मर्दैछ। अब त यस्तो लाग्न थालिसक्यो कि कसैको साथ भन्दा त एक्लोपन नै ठिक हुने रहेछ। प्रेमको लागि रोएँ म, तर भविष्यको लागि कहिले पनि रोइन म। सायद यहीँबाट सुरु भयो मेरो बर्बादी। मलाई अब एकदम स्वार्थी बन्नु छ। मेरो अगाडि आएर कोही गिडगिडाए पनि केही फरक नपरोस् र केही मतलब नै नहोस्। जसले जति सुकै साथको आश देखाए पनि अन्तिममा हुने भनेको एक्लै नै रहेछ। खै म नै गलत हो कि मेरो माया गर्ने तरिका नै गलत भयो भन्दा भन्दै अनि सम्झाउँदा सम्झाउँदै थाकिसकेँ। अब टाढिनु नै ठिक लाग्यो मलाई। अबको मेरो जिन्दगीको पाठ र सिकाइ यो हुनेछ कि बितेको कुराहरूलाई मनमा लिएर अघि बढ्ने होइन। जुन कुरा बितेर गयो त्यसलाई भुलेर आउने कुराहरूलाई आत्मसात गर्दै अगाडि बढ्ने हो।